खासकी नयाँ पुलमा आयो हामी त्यहाँले तिखेढुङ्गा जाँदैछौँ। यात्रा सफल होस्, पोखरा फर्किने बेला बनाउँला। जाने बाटो यो के अरे के पानी अरे के ढुङ्गो अरे तिखेढुङ्गो जाने बाटो। यो बसहरू त हिँड्दो रहेछ, घान्द्रुक जानलाई हिँडेको बसहरू रहेछ। तर बाटो चाहिँ यतापट्टि चाहिँ लास्टै अप्ठ्यारो छ, सम्झेर नि नजानु होला। नभएर सोलर हाल्दा रहेछ। यस्तो ठाउँ छ, यति राम्रो बाटो, यति नजिक बाटो। हाम्रा पण्डित पाता हिँड्दै हुनुहुन्छ अझ मजा आउँदो रहेछ। कस्तो अनुभव भयो? हिँड्यो कि बस्ने हो? त्यो संरचना बन्दै रहेछ। बाइकमा 2 मिनट, हाम्रो त 1 घन्टा र आधा घन्टा बाइक सुनेकै छैन, बल्ल 2 मिनट सुनियो। ऊ पण्डित बा यति रमणीय ठाउँमा आउनु ह, मैले स्कुटरले तान्दैकै हो यार। यतिको बाटो त बाटो यही हो, चिप्लो हिलो बाटो, 2 जना भएर आएको। यति राम्रो, यस्तो हेर्दाखेरि ठाउँ चाहिँ रमाइलो हो। साइनालाई राइनालाई घुमाउन ल्याउने ठाउँ रहेछ। साइलालाई घुमाउने जस्तो ठाउँ छ। अहिलेसम्म आइएको थिएन, फर्स्ट टाइम आइयो। यही हो बाटो, तिखेढुङ्गा जाने बाटो। भ्यूहरू यस्तो छ। वेलकम। हामी कुसे के अरे तिखेढुङ्गा हिँडेको बाटो एकदम काइसा छ। यतिको बाटो त जिन्दगीमा कहिले हिँडेको छैन हामी। कोही सिरवार जाँदा यतिको बाटो हिँडियो थियो। 4 लिटर रङ बिगाउनका लागि आउन आएको तिखेढुङ्गाको यस्तो बाटो हिँड्दैछौँ, यात्रा गर्दैछौँ। के अरे बेलुकासम्म पुगेछ भने, फर्किएछ भने हेर्दै जानुहोस्। यसो तिखेढुङ्गालाई सम्झिँदै जानु। यही स्कुलमा हो, यही हो स्कुल भगवती मावि तिखेढुङ्गा। त्यही रहेछ डाँडो। ओहो डाँडो त डेन्जर रहेछ। ढुङ्गो चाहिँ तिखो देखिनँ कि यहाँ। के तपाईँको भनाइ के छ भन्नु त पण्डित बा? दुःख सुख राख्नु हो। बाटो धेरै राम्रो भएर चाहिँ प्रगति भएर चाहिँ विकासशील भएर चाहिँ धन्यवाद। अब प्रिन्सिपललाई सरलाई के भन्नुहुन्छ त नि? माननीय ज्यूहरूलाई राम्रो बताइदिन्छु होइन। यही हो। तर विद्यार्थी चाहिँ रहेछन् कि है।